एक दिनमा के हुन्छ त? के हुन्छ समीर? एक दिनमा चाहिँ गोरेटोबाट युके को स्टुडेन्ट भिजा ग्रान्टेड हुन्छ। हो, समीरको चाहिँ युके को बायोमेट्रिक्सको गरेको 17 घन्टामा युके को भिजा ग्रान्ट भएको छ। सो कङ्ग्रेचुलेसन्स समीर। थ्याङ्क्स अ लट सर। ओके, अनि हाम्रो कुन प्रोग्राममा अप्लाई गरेका छौँ हामीले? हामीले बिए हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टमा गरेको थियौँ। कुन युनिभर्सिटी? युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्यान्ड लन्डन क्याम्पस। अनि इन्टेक चाहिँ? इन्टेक मे इन्टेक। अनि तपाईँको चाहिँ गोरेटोमा एक्सपिरियन्स चाहिँ कस्तो रह्यो? गोरेटोमा चाहिँ मेरो एक्सपिरियन्स एकदमै राम्रो रह्यो। त्योभन्दा नि यहाँको चाहिँ सरहरूदेखि गाइडेन्सहरू सब एकदम फेमिलियर र हेल्पफुल थियो। उहाँहरूले सानो सानो कुरालाई पनि एकदम नजिकिँदो पाराबाट इन्फर्मेसन दिएर सिकाउनु भयो र मोक टेस्ट मात्र होइन कि इन्टरभ्यूको कस्तो हुन्छ, त्यसलाई कसरी ट्याकल गर्ने, कसरी त्यसलाई पास गर्ने भनेर सब कुराहरू सिकाउँदै उहाँहरूले एभ्री सिङ्गल डकुमेन्टहरूमा हामीलाई हेल्प गर्नुभएकोमा म एकदम आभारी छु। त्यसमा नि सबभन्दा माथिल्लो स्थानमा चाहिँ हाम्रो मिस्टर गोविन्द भण्डारी सर, उहाँले चाहिँ मलाई एकदमै हेल्प गर्नुभयो एभ्री सिङ्गल डकुमेन्टमा। र मेरो इन्टरभ्यूमा मात्र होइन कि उहाँले मेरो इमेलहरू चेक गरिदिनेदेखिबाट सबै थोकमा एकदम हेल्प गर्नुभएकोमा चाहिँ मैले 24 घन्टा नि हुन नपाइकन मेरो 18 घन्टामा युके को स्टुडेन्ट भिजा चाहिँ ग्रान्टेड हुन सफल भएको छ। So if you are willing to study in UK or any other destination like USA, Australia, Canada, please feel free to visit Goreto Consultancy. Thank you.